साथीहरु सबभन्दा पहिले तपाईहरु यहाँनिर सर्च गर्नुहोला इलेक्सन कमिसन। यहाँबाट तपाईहरु लेख्न सक्नुहुन्छ इलेक्सन कमिसन अफ नेपाल र यो जुन फर्स्ट वेबसाइट छ यसमाथि तपाईहरु जानुहोला। त्यसपछि तपाईहरु मतदाता नाम बलि प्री रेजिस्ट्रेसन र अध्यावधिक छ यसमा तपाईहरु क्लिक गर्नुहोला र त्यसपछि नयाँ गर्न चाहनुहुन्छ भने नयाँमा क्लिक गर्न सक्नुहुन्छ। मेरो पुराना छ यसलाई म सच्याउन चाहन्छु। यो बेलामा म क्लिक गर्छु र त्यसपछि म आफ्नो मोबाइल नम्बर दिन्छु। ओटीपी फिल भइसकेपछि यो चाहिँ नेक्स्ट पेजमा जान्छ। नेक्स्ट पेजमा गइसकेपछि तपाईहरु यहाँनिर नयाँ अनुरोध छ यसमा तपाईहरु क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि जसको तपाई नेम अथवा जे पनि एडिट गर्न चाहनुहुन्छ त्यसको यहाँबाट मतदाता नम्बर हाल्नुहोला। नत्र यहाँनिर तपाईहरु नागरिकता नम्बर पनि डाल्न सक्नुहुन्छ अथवा जन्म मिति पनि एड गर्न सक्नुहुन्छ। म यहाँबाट मतदाता अनि नागरिकता नम्बर दुवै हाल्छु ताकि यसलाई खोज्न सजिलो होस्। र यति भइसकेपछि यहाँनिर छ खोज्नुहोस् यसमा तपाईहरु क्लिक गर्नुहोला। त्यसपछि तपाईहरु आफ्नो हिसाबले के एडिट गर्न चाहनुहुन्छ यहाँनिर 3-4 वटा अप्सन छ त्यो अनुसारले सिलेक्ट गर्नुहोला। यसमा म क्लिक गर्छु र यसपछि खोज्नुहोस्मा म क्लिक गर्छु। त्यसपछि यो व्यक्तिको जसको मैले इन्टर गरेछु त्यो सबै यहाँनिर आइहाल्छ। यसमा म जे एडिट गर्न चाहन्छु यहाँनिर छ पति पत्नीको नाम। यसमा म एडिट गर्न चाहन्छु भने यो पेन्सिलको आइकनमा क्लिक गरेर यहाँनिर एडिटको अप्सन छ यहाँबाट म एडिट गर्न सक्छु। त्यसपछि तपाईहरु तल गर्नुहोला र यहाँनिर छ कागजको प्रकार। यसमा तपाईहरु अगाडिको नागरिकता र पछाडिको नागरिकता अपलोड गर्नुहोला र त्यसपछि यहाँनिर छ सुरक्षित गर्नुहोस्। पहिला अपलोड गर्नुहोस् क्लिक गरेर र सुरक्षित गर्नुहोस्मा तपाईहरु क्लिक गर्न सक्नुहुन्छ। र साथीहरु मैले सबै एड गरिसकेपछि यहाँनिर लेखेको छ सक्सेस। यहाँनिर सक्सेस लेखेपछि तल लेखेको छ दर्ता सफल भयो। त्यसपछि तपाईहरु ओके गर्दिनु अनि तपाईहरु ब्याक गरिहाल्नु। यो किनभने यो केही समयमै अपडेट हुन्छ। अहिले स्थितिमा तपाईहरु हेर्न सक्नुहुन्छ यो चाहिँ पेन्डिङ हेराउँदैछ। यहाँनिर पेन्डिङ अनि यहाँनिर तपाईहरु भ्यू पनि गर्न सक्नुहुन्छ। म ब्याक गर्न चाहन्छु र तपाईहरुलाई हेराउन चाहन्छु यो जुन नेम छ यो नेम अनि यो नेम तपाईहरु हेर्नु। जुन तलको नेम छ यो चाहिँ राइट नेम छ र यो जुन माथिको नेम छ यो चाहिँ मिस्टेकले इन्टर गर्ने मान्छेले गलत गरेको छ। यसलाई म सच्याउनको लागि यहाँनिर जुन निवेदन पेश गरेको छु यस्तै गरेर तपाईहरु पनि पेश गर्न सक्नुहुन्छ। र यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो त्यो तपाईहरु कमेन्ट चाहिँ गर्नुहोला। र यस्ता खालको भिडियो हेर्नको लागि मेरो च्यानललाई सब्स्क्राइब गरेर बेल आइकनलाई प्रेस गर्नुहोला।